नमस्ते भन्दै फेरि म अर्को जग्गामा पुगिसकेको छु। मेला लागिरहेछ अहिले एनटीआर गार्डनमा है। अनि म चाहिँ भित्र इन्ट्री भयो। मैले चाहिँ अनि इचानो र बहिनी प्रिया बहिनीलाई चाहिँ जाऊ तिमीहरू अगाडि टिकट गर्दै गर भनेर पठाइदिएको छु अगाडि। अनि उनीहरू टिकट गर्दैछ त्यहाँबाट। यहाँनिर आज चाहिँ के हो, पुरा त्यो गरमले गर्दा फेरि हो किन केले गर्दा मान्छेको यति धेरै क्राउड छ यहाँनिर है। एकदमै धेरै क्राउड भएर चाहिँ टक्कै भित्र गएको। अनि भित्र यसो देख्दैन उनीहरूलाई, यसो हेरेको त त्यहाँ देखिहाल्यो इन्ट्रेन्स टिकट काउन्टर भनेर एकजनाको चाहिँ 100 गरेर लिँदो रहेछ। अनि उनीहरूले टिकट काटेर म चाहिँ ल अब भित्र पसौँ भनेर हामी गयो भित्र है। भित्र गएको त पछिबाट म त यादै गरेको थिएँ। भाइ त त्यो एउटा भाइ त पछिबाट एकदम खुसीले यस गर्दैछ हो। म पनि त्यही हिसाबले टक्क भिडियो बनाउँदै गएँ भित्र, किनकि भित्र हेर्नु चाहिँ निकै एक्साइटेड थिएँ नि त। म पहिले पनि जान्छ गएको थिएँ मेलामा, तर अब यतिको अब क्राउड चाहिँ थिएन क्या पहिले। अनि यो पालि चाहिँ फर्स्ट टाइमै भित्र इन्ट्री भएँ म। इन्ट्री भएको त मजाको अब त्यो उयोहरू पनि दामी, डेकोरेसन दामी रहेछ हो। त्यहाँबाट जाने बित्तिकै दुईजनालाई खोइ चाइनिज जस्तो लाग्यो के लाग्यो, खोइ फोटो खिच्नु थालिहाल्यो। त्यहाँबाट गएको त यहाँ हेर्नुहोस् यो झन् दामी, यस्तो दामी हो। त्यहाँबाट भित्र गएको त झन् दामी, अझै सजावट चाहिँ यस्तो दामी छ। हेर्दाखेरि नै म अब अलमल्ला परेँ क्या त्यहाँको यस्तो दामी सजावट देखेर। त्यहाँबाट हेर्दै यसो गएँ। त्यहाँबाट चाहिँ अब वाटरफल्स हेर्नुपर्छ होला भनेर गएँ म पनि हो। त्यहाँबाट यसरी जाँदै टक्कै वाटरफल्स देखिहाल्यो। अब हेर्नुहोस् है कस्तो मजाको छ वाटरफल्स है। एकदम हुँदा अब त्यो उयो होइन, तर बनाएको भए पनि एकदमै दामी छ। तर मान्छेको क्राउड यति धेरै छ। अनि यता चाहिँ के को भिड हुँदैछ भनेर गएको त टक्कै हेर्दै जलपरी भेटेँ है। जलपरी हेर्दा मैले फर्स्ट टाइम देखेँ क्या यसरी। अब भिडियोमा चाहिँ देख्नु चाहिँ देखेको थिएँ, तर यसो रियलमा चाहिँ फर्स्ट टाइमै भेटेँ क्या। तपाईँहरूले पनि हेर्नु होला जलपरी। फेरि यति साह्रो राम्री रहेछ हो। म त भिडियो बनाएको भएछु, एक करो भएछु हो। अनि हेर्नु न, हेर्दा नि राम्री हो जलपरी त। कस्तो भन्नु अब, राम्री न राम्री एकदम हो। भिडियो नबनाऊँ भन्दा पनि बनाऊँ लाग्दो हो। लु हेर्नुहोस् ल तपाईँहरूले मजाले। अनि है यहाँबाट चाहिँ अब देखाएर म फेरि भित्र पस्नुपर्ने भयो। अनि यो ज्वेलरी, लखनऊको ज्वेलरीहरू अब त्यो कस्तो भन्नु अब तपाईँहरूको त्यो अब उयो त होइन, अब त्यस्तो ब्रान्ड त होइन। अब मेलामा के कस्तो हुन्छ तपाईँहरूलाई थाहा छ नि त। अनि यसो देखाइदिउँ भन्दा टक्कै म चाहिँ भित्र पसेँ। यसो बजारतिर पस्दै पपकर्नहरूको नि उयो राखेर स्टल राखेको रहेछ। अनि म चाहिँ हेर्दै गएँ। भिडानमा एकदम भिड तर क्या एकदमै गाह्रो थियो भित्र चाहिँ। तर पस्नु चाहिँ एकदमै मजा आयो भित्र, किनकि है हप्तामा एक दिन छुट्टी हुन्छ। छुट्टीको दिन यसरी घुम्नु पायो भने धेरै मजा आउँछ है। यो चाहिँ चक्लेटको क्या, चक्लेट हाट भनेर रहेछ, एकदमै दामी। यहाँबाट चाहिँ त्यो उयो गरेर चाहिँ हामी भित्र गयौँ। भित्र गएर खेलकुदमा पस्यो क्या। भित्र गएको त लु यो उयो खेलौँ अरे। ल भने मैले। अनि टिकट हामी 4जना टिकट गरेर चाहिँ यहाँ उयसमा पुग्यो माथि चढ्नेमा है। अनि माथि चढेर चाहिँ पुरा वेटिङ गरेँ। त्यो पर हेरेको यो त झन् यति डरलाग्दो है। म त खेल्नु पनि सक्दिनँ है। अनि एकदमै दामी थियो आजको दिन, एकदमै राम्रो बित्यो है। अनि माथि उयसमा म एकदमै पर्खाइमा थिएँ, माथि कहिले चढ्नु पाउने भइरहेको थियो। टक्क आयो पनि हाम्रो ट्रन। ल हाम्रो ट्रन आइसक्यो। अब चाहिँ यति भन्दै म बिदा लिन चाहन्छु है। ल यो नै आजको हाम्रो छुट्टीको रमाइलो पल। बाई बाई, अर्को ब्लगमा भेट्ने।